आइज बाबा के पो मेवा राखेको मेवा राखेको फलफुल के हो नि आज क्यामेराम्यानको बर्थडे आज क्यामेराम्यान जसले क्यामेरा चलाइरहेको छ उसकै बर्थडे है त्यत्तिकै खिचिरहेको छ आया भ्लग बनाउने बोलेर खिच्नुपर्छ क्या बोल्दै खिच्नुपर्छ यता घुम्नुपर्छ यता घुम्नुपर्छ सबै यसरी घुमाउनु यता यसरी घुम न सबै घुम्ने हो क्या भ्लग बनाउने रे बोल्नु न के बोल्नु क्यामेरा खिचेपछि बोल्नुपर्छ क्या बर्थडे बॉय बर्थडे बॉय को श्रीमती घुमाउनु उठेर चम्चा कसो गर यसो बाहिर पनि चक्कर यसो लगाएर यताबाट छिरा थिएँ ए बाङ्गे भयो बाङ्गे भयो कि त्यो थाहा पाइन्छ मैले अनलाइन चिन्छु ल देखेन त ला निकाले ये के हो के धौबत्ती धौबत्ती हुन्छ ल ख्यादौ कहाँ त्यस्तो यस्तो गरेर पुरा यस्तो घटाएको है क्यामेराम्यान यस्तो मर्छ क्यामेराम्यान यस्तो हुनुपर्छ आएन प्लेट एउटा ल्याऊ त सुरु खेटेर प्लेट ल्याउन छ सानो प्लेट एउटा ल्याउ अन्डा दही कचौरा प्लेटमा राख्ने कचौरा बिटा बिगा भयो प्लेट हुन्छ ल्याउ अन्डा त्यो हुँदैन छ बस त्यो त ढाक्नेवाला हो
सफलजीमा यो कमाएकोमा निरोगी भएर निरोगीमा दक्षिणा आपा मोर ल तपाईँलाई यो अन्डा किन अन्डा खान्न होला ले यो खानलाई चम्मच चाहिन्छ दही खानलाई खाइदिने पहिला टिका त लगाइदिउँ न यो मात्रै दिन्छ है खाइदिनु पहिला त्यो खान्न पहिला भुँडीमा राख्नु हुन पहिला दिएपछि खानुपर्छ नि पहिले भन्नुपर्छ यो धौ एकदम मिठो धौ टोकेर राख्नुपर्छ कि यो अन्डा फेभरेट अन्डा भन्न के जस्तो भएको नि यो खानुपर्छ नि यो खानुपर्छ यो सगा बल यो पनि भन्नु पैसा मेरो खट्टा धेरै छ नुन देऊ त्यहाँ खानु पऱ्यो बोधो लाइफ आएर अन्डासँग नुन खाए नुन एकदम भने त्यो ठक्क लाग्यो भुइँमा अरे चट्ट खाने अन्डा खाने देऊ नि त पापाले देऊ न यस्तरी गिफ्ट ल सोमन्सको गिफ्ट त्यहाँ उठाएर उठा यो खाएको मुकब्याङ अगाडि देखाउन अगाडि मुकब्याङ ल ल ल च्वाम ल क्वाकेमा निखाइ हो अन्डा अन्डा एकदम फेभरेट होइन तपाईँको मुख एक क्यारेट दिए पनि म एक क्यारेट पनि कुम्लाउँछु एक क्यारेट 30 अन्डा कप्पको खानुपर्छ क्या अन्डा खाएको बेस्ट एकदम चाहे जसरी दियो अन्डा खाने हो काँचो खान्न जसरी दियो भने यसरी पप्प मुखमा लसुन लसुन नि फेभरेट बेस्ट मुकब्याङ लसुन बेस्ट बेस्ट चाहिँ गुलियो पनि बेस्ट हो तर अहिले अब उमेरको हिसाबले कम खाइन्छ गुलियो भने धेरै कम भयो तर गुलियो पनि बेस्ट एकदम पहिलाको बेस्ट अब अहिले त कम खाइयो गुलियो यो अझै उमेर बढ्यो यो यसको नाम के कलाकन्द यो कलाकन्द हो यो एकदम दुधबाट बनेको खुवाबाट अरू राम्रो बेस्ट खानुपर्छ खानुपर्छ त्यहाँ अभियसली तपाईँले आम्मा यो त यसमा त के राखेछ अब भन्छन् आम्मा ओभियसली के हो कि यो खाने यसरी अन्डाको कर्ण खानुपर्छ यो खसीको चाहिँ कर्ण हो सुनौ न गुड ल आयो बर्थडे मेरो ह्याप्पी बर्थडे यहीँ समापन गर्छु
हस् धन्यवाद गरौँ